नमस्ते सबैलाई। म सुरज शाह झापाबाट। म तपाईहरुको अगाडि एउटा सानो कुरा लिएर आएको छु, जुन हाम्रो हेल्थ सम्बन्धित कुरा चाहिँ हो। यदि तपाईको माइन्ड स्ट्रङ गर्न चाहनुहुन्छ र आफूलाई चाहिँ बलियो बनाउन चाहनुहुन्छ, कुनै कुरा पढ्नुहुन्छ, चाहे केही कुरा याद राख्नु छ भने त्यो लङ टाइमसम्म मेरो दिमागमा होस्, त्यस्तो चाहिँ चाहनुहुन्छ भने मेरो कुरा ध्यान दिएर सुन्नुस्। यो मोबाइलमा जुन तपाई टाइम वेस्ट गर्नुहुन्छ, दिनभरि मोबाइल टिकटक फेसबुक इन्स्टाग्राम दिनभरि स्क्रल गर्नुहुन्छ, त्यसो गर्दा चाहिँ हाम्रो माइन्ड चाहिँ एकदमै कमजोर हुन्छ। जुन हामी सर्ट भिडियोहरू हेर्ने गर्छौं, त्यो सर्ट भिडियोहरूले हाम्रो दिमागलाई एकदमै कमजोर बनाउँछ र हाम्रो फोकस पावरलाई चाहिँ दिनदिनै कम्ती बनाउँछ, जसले गर्दा हाम्रो राति निद्रा नलाग्ने र माइन्डलाई डिप्रेसन जस्ता शिकारहरू हुन्छ र चिडचिडापन, कोहीसँग अलिकति केही बोलिदियो भने, कुनै काम बताइदियो भने झनक्क झन्किने, त्यसो चाहिँ हुन्छ प्रायःजसो अहिलेको जेनेरेसनमा। किनभने दिनभरि हामी टिकटक फेसबुकमा त्यो फाल्तु भिडियोहरू चाहिँ दिनभरि स्क्रल गर्छौं, त्यसो गर्दा हाम्रो माइन्ड एकदमै कमजोर हुन्छ र यसलाई चाहिँ सुधार्नु आवश्यक छ। यदि तपाई डेली रुटिनमा 5 देखि 10 मिनेट यदि मेडिटेसन गर्न सक्नुभयो भने तपाईको माइन्ड चाहिँ एकदमै स्ट्रङ हुनेछ। त्यसो गर्दा अक्सिजन चाहिँ बढी जान्छ मेडिटेसन गर्दा। त्यसो गर्दा चाहिँ धेरै फाइदा हुन्छ। मेडिटेसन गर्नलाई के गर्नु पर्दैन, एउटा शान्त ठाउँमा बस्नुस्। त्यो शान्त ठाउँमा बसेर बिस्तारै सास चाहिँ भित्र तान्नुस् र बिस्तारै बाहिर छोड्नुस्। यसो 5 या 10 मिनेट मात्रै गर्न सक्नुभयो भने तपाईको माइन्ड एकदमै स्ट्रङ हुनेछ अनि तपाईको सोच्न सक्ने क्षमता चाहिँ बढ्छ र कुनै पनि कुरालाई लङ टाइमसम्म याद राख्न सकिन्छ र त्यो बानीलाई, मोबाइल चलाउने जुन बानी छ 5 देखि 6 घण्टा दिनभरि कोही चलाइराख्ने, 12 घण्टा 13 घण्टा, त्यो चाहिँ सुधार्न एकदमै जरुरी छ। त्यो सुधारिएन भने हाम्रो लाइफ अन्धकार हुनेछ। बिस्तारै हाम्रो माइन्ड कमजोर हुन्छ। माइन्ड कमजोर भयो भने कुनै पनि कुरा चाहिँ याद हुँदैन अनि केही गर्न मन लाग्दैन, दिनभरि थकान हुन्छ अनि राति पनि निद्रा नलाग्ने हुन्छ अनि हामी जुन चाहिँ हाम्रो गर्न सक्ने क्षमता हुन्छ, त्यो क्षमता चाहिँ हराउँदै जान्छ बिस्तारै। त्यही भएर सानो भिडियो चाहिँ नहेर्ने गर्नु। ठुलो सकेसम्म भिडियो हेर्दा पनि ठुलो युट्युबमा जुन आधी घण्टा 1 घण्टाको भिडियोहरू हुन्छ, त्यस्तो खालको चाहिँ हेर्नु। सकेसम्म स्किल आफूलाई इन्ट्रेस्ट लाग्ने स्किल सिक्ने गर्नु। अनलाइनमा पनि सिक्न सकिन्छ थुप्रै स्किलहरू। त्यही भएर सकेसम्म सर्ट भिडियो चाहिँ कम्ती देख्नु। अनि लाइफमा के गर्न चाहनुहुन्छ भने, के अचिभ गर्न चाहनुहुन्छ भने कृपया सानो भिडियोहरू हेर्न छोड्नु र आफ्नो फोकस चाहिँ राम्रो काममा लाउनु। यसो गर्दा तपाईको लाइफ पनि राम्रो हुन्छ र तपाईको माइन्ड वृद्धिको लागि डेली बिहान 5 देखि 10 मिनेट चाहिँ मेडिटेसन गर्नु। मेडिटेसनले हाम्रो स्वास्थ्यलाई एकदमै राम्रो बनाउँछ र माइन्डलाई हेल्दी बनाउँछ। सकेसम्म 5 देखि 10 मिनेट या त्योभन्दा बढी गर्न सक्नुभयो भने झन् राम्रो। तर मेडिटेसन चाहिँ अवश्य गर्नु। हस्त मेरो भिडियो यति नै हो। अहिलेलाई बिदा चाहन्छु। नमस्ते।